पहिला 26 दिनको बच्चा छोडेर कहाँ सोसाइटीमा छोडेको सोसाइटीमा छोडेर कति दिन हराउनु भयो? त्यसपछि बिहान चाहिँ त्यसले यस्तै 11:30 बजीतिर छोरी। अनि त्यसपछि मैले चाहिँ त्यहाँको एउटा सेटलाई चाहिँ मेरो बच्चा छोडिदिनु पर्यो सर भनेर यो बच्चाको आमा कहाँ गयो भन्दाखेरि छोडेर गयो भने होइन, सबैले त्यो सोसाइटीको मान्छेहरूले सबैले सोधे हेरे होइन, यस्तो राम्रो बच्चा छोडेर गए, कस्तो पागल आइमै हो पनि भने। मैले चालै गरिनँ। नेपालीहरूको यस्तै रीति हुन्छ पनि भने, तर मैले त्यति गर्दा पनि बोलिनँ। यहाँ छोरी बस्ती, छोरीको पनि बच्चा थियो। मैले त्यहाँबाट त्यो सेटको गाडीमा बसालेर मैले छोरी कहाँ छोडिदिएँ। त्यसपछि फेरि साँझ म बच्चा हेर्न आउँदाखेरि बच्चा लगेर गएको थिएँ रुममा। सत्य सत्य बोल्नुपर्छ, असत्य कुरा गर्न हुन्न। एक दिन छोड्नु भयो? एक दिन छोरी। एक दिन त छोड्नु भएको रहेछ नि त। कारण के थियो? केही कारण होला नि त? तपाईँले झगडा गर्नुभयो कि हान्नु भयो कि कुट्नु भयो कि? नै, मैले भने नि, मैले हान्ने मार्ने त्यसलाई हात उठाएको रहेछु भनेपछि एउटा प्रमाण देखाउनुहोस्, म तपाईँले जे सजाय भोग्नु दिनुहुन्छ त्यो सजाय भोग्न तयार छु।